थोरै लगाइदिनुहुन्छ। हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो ब्लगमा। अनि आज चाहिँ साथीहरू, आज चाहिँ न्यु इयरको दिन सबैजनालाई ह्याप्पी न्यु इयर। सानो ह्याप्पी न्यु इयर यता हेर न, ह्याप्पी न्यु इयर भन न, हाई भन। ह्याप्पी न्यु इयर। नानी कहाँ जानु लाग्यो? मामा घर जानु लाग्यो हो। ल साथीहरू, आज चाहिँ न्यु इयरको दिन हामी चाहिँ मामा घर जानु लाग्छौँ होइन सानो? कहाँ जानु लाग्यो सानो? केमा जान्छु? अटोमा? तिमी नजा, मम्मा मात्रै जाने। मम्मा पनि जाने? ओके, माया गर्दैन। थोरै थोरै लगाइदिनु हुन्छ। पढ्नु न, लाउँदै हुनुहुन्छ कति हात। अलिकति पानी ल्याउनु त नि त, टिका अलिक बुल्टो गर्छ नि। हजुर ठोक्यो ऊ, अब अर्को बाबाले लगाइदिनु। तँलाई फुल दिनु रे क्या? टिका लाउँदै गर्दा 73 साल। अहिले पहिला बाबालाई नमस्ते गरिदेऊ, नमस्ते गरिदेऊ, बाबालाई नमस्ते। हजुर आउनु नि यतै। हजुर फुल हालिदिनु कि नानीलाई नि? फुल हालिदिनु, फुल हालिदिनु नानीलाई। खै मैले पनि लगाइदिन्छु है बाबु। किन हल्ला हल्ला गर्नु पर्यो? माथि र माथि पुरा पानी खाली मकै मात्रै हालिदियो पानी भाँडा पानी राख्छ। गऱ्यो भने फेरि घर बिग्रेन क्या। गर्नु भएन। पैसा लिग्यौ?
बाबु तिमी पनि अलि देख्यौ त खाऊ के एउटा खाऊ आऊ सानो मेवा खानु यता हेर न मासु बिहानको खिची चाहिँ क्या एकछिन न एकछिन न बेबी हेर न अङ्कल टिका लाउनु भएको खै थ्याङ्क यू भन सानो तिमीले सानोले नि दिदीलाई ह्याप्पी न्यु इयर भन अगर अगर माया गर नि घुम्न लाज बाइकमा जाने हो दिदी चाहिँ सानो नखेलाउनु हेलो साथीहरू नमस्ते नमस्ते के गरेको खैको नि हेलो गाइज भन न ह्याप्पी न्यु इयर भन सबैजनालाई बहिनी कहाँ जानु लाग्यो अरे नानी तिम्रो मामा घर कहाँ हो त्यही हो ल सबैले माया गर्दैन त गाइजहरूलाई माया गर्दैछ माया गर्दै